फेरि पनि नमस्ते बुवाहरू। नमस्ते बाबु। अहिले भइरहेको जेनजी पुस्ताले गरेको आन्दोलनमा धेरै हाम्रो जेनजी दाजुभाइहरूले चाहिँ आफ्नो रगत बगाउनु भएको छ बुवा। उहाँको लागि नि हजुरले गीत रच्नु भएको थियो भन्ने मैले सुनेको थिएँ बुवा है। बुवा हामीले सुन्न पाइन्छ त्यो गीत हामीले? पाइन्छ बाबु, यसो 2-4 चरण यसो चाहिँ नि हजुर त्यति साह्रै धेरै जानेको त होइन। यसो 2-4 चरण यसो मनले सोचेर हजुर यस्तो आफ्नो युवा पुस्ताहरूले चाहिँ नि अलि रगतको खोलो बगाएको देख्दाखेरि हजुर दिल दुखेर सानो 2 टुक्रा यसो बनाएको छु बाबु। ल हस् बुवा, सुनिदिनु त बुवा, ढिलो नगरिकन है बुवा। हस् बाबु। हस् बुवा, ल ल। काठमाडौँको मण्डल घरमा ठुलो पर्यो हत्ते। काठमाडौँको मण्डल घरमा ठुलो पर्यो हत्ते। जेनजिओका सङ्गठन नियम खोज्न गयो। नियम खोज्दा पठाइबाट विद्यार्थीको जिन्दगी नै गयो। नियम खोज्दा विद्यार्थीको जिन्दगी नै गयो। आफ्नो बच्चा नहुनेलाई छैन कोहीको माया। मुटु फोरी रगतको बगाइदियो छाया। मुटु फोरी रगतको बगाइदियो छाया। एम्बुलेन्समा चढेर आएछन् श्रीमा बोली बच्चाको लाएछ। एम्बुलेन्समा चढेर आएछ श्रीमा गोली बच्चाको लागेछ। गोली ठोका आदेश दिने पापी कता गयो। गोली ठोका आदेश दिने पापी कता गयो। भोट दिएर जनताको जीवन समेत गयो। भोट दिएर जनताको जीवन समेत गयो। काली कौवा कहाँ कहाँ आँगनमा करायो। हक अधिकार खोज्न जाँदा जिन्दगी हरायो। हक अधिकार खोज्न जाँदा जीवनै हरायो। युवाहरूको लिएर जान एकै ठाउँमा बनायो चियाना। युवाहरूको लिएर जान एकै ठाउँमा बनायो चियाना। कति कठोर हुँदो रहेछ मान्छेको मन। कति कठोर हुँदो रहेछ त्यो मान्छेको मन। किसान कि चाहियो लास कि चाहियो सास कहाँ छ त भन। कि चाहियो लास कि चाहियो सास कहाँ छ त भन। 14, 15, 20, 22 मम्मी त्यो हो बोली। 14, 15, 20, 22 मिठो छ बोली। निधारमा ताकिहाने पापीहरूले गोली। निधारमा ताकिहाने पापीहरूले गोली। जेनजिओलाई अल्पत्र पारेर दुनियाँको छोरालाई मारेर। जेनजिओलाई अल्पत्र पारेर दुनियाँको छोरालाई मारेर। अब रोकम बालिन शाह त्यो युद्धलाई पनि। जेनजिओ सङ्गठनको जित भएछ अनि। जेनजिओ सङ्गठनको जित भएछ अनि। सार्वजनिक सम्पत्तिलाई पार्न हुन्न भुवा। सार्वजनिक सम्पत्तिलाई भङ्ग पार्न हुन्न। पर्छ पक्कै सम्झिएर पछि हामी